नमस्कार। आज म यहाँहरू समक्ष एउटा युनिक टपिक लिएर आएको छु। युनिक टपिक यो अर्थमा कहिलेकाहीँ अब प्राविधिकको प्रयोग धेरै राम्रो हो, तर कहिलेकाहीँ प्राविधिकको दुरुपयोग भयो भने हाम्रो हेल्थमा के कस्तो असर पार्छ भन्ने कुरामा अलिकति थोरै जानकारी गराउन चाहन्छु। डाक्टर गुगल फेनोमेननको बारेमा म यहाँहरूलाई थोरै भन्न चाहन्छु। यो डाक्टर गुगल फेनोमेनन के हो भन्ने कुरा यहाँहरूलाई म भन्ने नै छु। त्योभन्दा पहिला घटेको घटना म तपाईँलाई सानो म सुनाउन चाहन्छु। हामीसँगै घटेको घटना हो, म सेयर गर्न चाहन्छु। त्यस पछाडि हामी गुगल फेनोमेननको बारेमा पक्कै कुरा गर्ने रहेछौँ। एक दिन 4-5 दिन पहिलाको कुरो हो। एकजना 16-17 वर्षको भाइ हाम्रो ओपिडीमा आउनुभयो। पर्मिसन मागेर आयो, मे आई कमिङ सर भन्दै आयो, नमस्कार गर्यो, अनि मैले बस्न भने बस्यो, भाइ उहाँ बस्नुभयो। उहाँले मलाई के भन्नुभयो सबभन्दा सुरुमा, डाक्टर साहब मैले च्याट जिपिटीबाट यो यस्तो भएको थियो, मैले च्याट जिपिटीबाट मेसिन खाएँ, निको नै भएन भने क्या। त्यो मैले सुन्दाखेरि बडो अचम्म पनि लाग्यो, रमाइलो पनि लाग्यो, हाँसो पनि उठ्यो। च्याट जिपिटीबाट मैले औषधि खायो, निको भएन अरे। भएको के रहेछ भने भाइलाई चिलाउने अलिकति डाबर जिउभरि जिउलाई अलिकति इचिङहरू थियो। भाइले के खानुभयो मेडिसिन भने त्यो एन्टी फङ्गल मेडिसिनहरू सजेस्ट गरेको रहेछ, क्रिमहरू थियो। अब त्यो यसले के भयो भने उहाँ भाइलाई थियो स्केबिज। उहाँ कतिखेर के हुन्छ भने जस्तै च्याट जिपिटीमा पनि अथवा गुगलमा पनि हामीले रिसर्च गर्दाखेरि अब भएको कुरा सही तथ्य गर्न सकेन भने पनि उनीहरूले फल्स दिएर आउँछ। त्यसको आधारमा हामी मेडिकेसन गर्छौँ र त्यो मेडिकेसन खाएपछि निको हुने कुरा हुँदैन। र केही कुरा जस्तै फङ्गल इन्फेक्सनमा पनि कति प्युराइटिस हुन्छ, अब कति रिङ हुन्छ, कति अब स्केबिज हुन्छ, कति डर्माटाइटिस एक्जिमाहरू हुनसक्छ भन्ने कुरा अब हामी क्यारेक्टराइज गर्न सक्दैनौँ। त्यही भएर डक्टर आवश्यकता छ, डक्टर कन्सल्टेसन गर्नु, स्वास्थ्य कर्मी कन्सल्टेसन गर्नु आवश्यकता हुन्छ। त्यो भाइलाई निको नहुनुको कारण त्यो भयो। एन्टी फङ्गल मेडिसिनहरू युज गर्नुभयो, तर भएको रहेछ स्केबिजको मेडिसिन मैले उहाँलाई दिएँ, पठाएँ। आज भर्खर आएको थियो र म यो कुरा निको भयो दाइ भन्दै निको भयो भन्दै सुनाउनु भयो। मैले त्यही अर्थमा आज मैले यो तपाईँहरूसँग यो सानो सेयर गर्न खोजिरहेको थिएँ एक्सपिरियन्स। यो अब कुरा आउँ डाक्टर गुगल फेनोमेनन के हो। डाक्टर गुगल फेनोमेनन के हो भने नि, यो हार्वर्ड युनिभर्सिटीले पनि भयो, तपाईँको विभिन्न अब हाम्रै देशमा पनि अरू देशमा पनि हार्वर्ड युनिभर्सिटी भयो, जोन्स भयो, त्यस्ता युनिभर्सिटी पनि रिसर्च गराएको छ। हाम्रो देशमा पनि बिपिएच एमपिएच गरिराख्नु भएको सरहरूले, पिएचडी गरिराख्नु भएको सरले पनि रिसर्च गर्नुभएको छ। योमा हस्पिटल बेस र रुरलमा पनि भएको छ, सर्वे रिसर्चहरू भएको छन्। कति 18 वर्षभन्दा माथि क्रस सेक्सनल रिसर्चहरू गर्नुभएको छ उहाँले। त्योमा पनि के पाएको रहेछ भने प्रत्येक 3जना व्यक्तिमा मध्येमा 1जनाले पक्कै रिसर्च गरेरै आएको हुन्छन् र गएर डक्टर कि त मेडिसिन माग्नुहुन्छ, कि त मलाई यो भएको हो डाक्टर साहब भनेर आफै डायग्नोसिस गर्नुहुन्छ, कि त डाइरेक्ट मेडिसिन माग्नुहुन्छ। अब यो भनेको के हो भने कसरी बुझ्ने हो हामी? 200-300 जनामा गरेको रिसर्च हो, हस्पिटल बेस्ड रिसर्च हो। यो किन गरेको भनेर रिसर्चमा के देखायो भने एउटा टाढा हुन्छ, अर्को हेल्थ एजुकेसन उनीहरूसँग हुँदैन, जानकारी हुँदैन। अर्को भनेको मेडिकेसन हेल्थ पोस्टबाट फार्मेसीबाट औषधिहरू बिना प्रिस्क्रिप्सन पाउँछ। त्यही कारणले गर्दा के भयो भने उहाँहरूले रिसर्च गर्नुभयो गुगलमा, च्याट जिपिटीमा, अरू हेल्थ सिकर एप्सहरू छन्, चेक गर्ने सिम्टम्स चेक गर्ने एप्सहरू छन्, एप्सहरू युज गरेर गर्नुभयो उहाँहरूले। त्यसले गर्दाखेरि के देखियो भने दिन्छन्, रिसर्चले देखाएको पनि छ 35देखि 45% एकुरेसी दिन्छन् त्यो एप्सहरूले पनि। तर यस्ता केसहरूमा ले गर्दाखेरि धेरै समस्याहरू हुन सक्छन्। जस्तै तपाईँको के भइदिन सक्छ भने रङ ट्रिटमेन्ट भयो। जस्तै भाइकै पनि अर्को स्केबिज थियो, फङ्गल ट्रिटमेन्ट खानुभयो, रङ ट्रिटमेन्ट भयो, त्यसले शरीरलाई असर त गर्ने नै भयो र निको पनि भएन, पैसा पनि नाश भयो भाइको र समय पनि नाश भयो, समस्या पनि भोग्नु पर्यो। त्यस्तै एन्टिबायोटिकको मिसयुज भयो,
एन्टिबायोटिकहरू पनि कतिजना भाइहरू मिसयुज गर्नुहुन्छ, किन्नुहुन्छ भाइ बहिनीहरूले। कतिजना जानेर पनि नजानेर पनि ओपी पसलमा गएर यो एन्टिबायोटिक दिनुहोस् भनेर किन्न पाउँछन् हाम्रो देशमा। त्यसले पनि एन्टिबायोटिकको युजहरू भइरहेको हुन्छ। यसले गर्दाखेरि के भयो भने ड्रग रेसिस्टेन्सको समस्या पनि बढेर जानुभयो। ड्रग रेसिस्टेन्स हुनसक्छ। अर्को भनेको तपाईँको जुन ट्रिटमेन्ट हुनुपर्ने डायग्नोसिस टाइममा हुनुपर्ने त्यो भइदिएन क्या, टाइममा डिले भयो डायग्नोसिस। त्यसले गर्दाखेरि ट्रिटमेन्ट पनि डिले भयो र त्यसको कम्प्लिकेसन हुने चान्सेस पनि बढेर जान्छ। त्यही भएर यहाँसँग हाम्रो देशमा पनि यो कुराको अलिकति नियमनहरू बनाउनु र यस कुराको अनुगमन बढाउनु पुरा जरुरी आवश्यकता देखिन्छ। र यस्ता यही भिडियो मार्फत यहाँहरूले पनि कमसेकम नजिकमा भएको स्वास्थ्य कर्मी हुनुहुन्छ उहाँसँग सल्लाह लिएर कृपया मेडिकेसन गर्नुहोला। च्याट जिपिटी गुगलकै भरमा मात्रै पनि नबस्नु होला। त्यो लिनु, ज्ञान लिनु त्यहाँबाट राम्रो कुरो हो, सिक्न पाइन्छ। तर मेडिकेसन गर्दाखेरि एकचोटि सल्लाह लिएर पक्कै मेडिकेसन गर्नुहुन्छ भन्ने आशा साथ यहाँहरूलाई धन्यवाद।